त्यही त नमस्ते सचिवज्यू। नमस्कार। ठेकदार सर के कामले आउनु भएको? त्यही त हो नि सचिवजी, पुरानो ठेक्का पत्ता फाइल पास गर्ने थियो। सर अहिलेको सिस्टममा धेरै गाह्रो छ, अहिले फाइल पास हुन धेरै गाह्रो छ। सिस्टम त हजुरकै हो नि, मिलिहाल्छ। यसो हजुरलाई नि व्यवस्था हुन्छ नि। ल पैसा आउनु भयो त काम आज भइहाल्छ नि। खै दिनुहोस्। लाउनुहोस्। हजुरको फाइल पास भयो, हजुरको काम भयो। ल डन। धन्यवाद सचिवजी। ए सचिवज्यू, यसपालि त मन्त्रालयमा कडा मन्त्री आएको छ अरे, अनि मेरो अर्को फाइल पनि पास गर्नु थियो। पास त होला नि? चिन्ता नगर्नु ल सर, यहाँ सिस्टमै हाम्रै हो। त्यस्ता मन्त्री कति आए कति गए, त्यस्ता मन्त्रीलाई हामीले अमलामा नचाउने छौँ। हो र मन्त्रीज्यू, हस् म अहिले लाग्छु। सिस्टम तपाईँहरूको होला, तर यो देश जनताको हो। मन्त्रीजी हजुर कसरी यहाँ? मन्त्रीजी हामी यहाँ त कामको कुरो गर्थ्यौँ। कामको कुरा कि दामको कुरा सचिवज्यू? तपाईँको त फाइल मुनिको कामले त अर्कै दृश्य देखाउँछ त सिसिटिभी क्यामेराले। तपाईँको सब रेकर्ड भएको छ सिसिटिभी क्यामेरामा। ल सर, उहाँलाई हप्ते ल्याउनुहोस्। मन्त्रीज्यू हजुरले यो गलत गर्दै हुनुहुन्छ। मलाई चिन्नु भएको छैन, म को हो? चिन्छु नि, हजुर त यो देशको विकास खाने धमिरो हो। अबबाट तपाईँको ठाउँ अफिस होइन, जेल हो। आजबाट यो मन्त्रालयमा सेटिङ होइन, सेवा चल्छ। मन्त्रीज्यू हाम्रो सचिवज्यूले के कारणले पक्रिनु भएको छ? सचिवज्यूलाई चाहिँ घुस लिइरहेको अवस्थामा सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेका छौँ।